राजू की पिराजी पिराजी कति वर्ष हुनुभयो त भाइ कति वर्ष हुनुभयो कान सुन्दैन कान सुन्दैन मन सुन्दिनँ शालिन शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन? किन लोभिनु? उहाँको टी सर्ट प्यान्ट नो 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 कोट लाएर ट्याकको उहाँको व्यक्तित्व छ नि त्यस्तो त्यो अनि हरको साम्पाङ चाहिँ जिपर पनि लाउनु संसारमा पैसा ठुलो कि बुढी ठुलो हौ? बुढी ठुलो नि हौ पैसा ठुलो होइन पैसा छ भने त बुढी जति पाउँछ त अन्त होइन बुढी ठुलो होइन पैसा त छैन भने त आफन्तहरूले ला मेरोबाट चलाउँदै गर पछि तेरोमा पैसा आएपछि फर्का भन्छ अर्कोले पनि यति चलाउँदै गर न मेरोबाट पछि आएर फर्का भन्छ बुढी छैन भने चाहिँ कुन चाहिँ लखेब्राले चाहिँ मेरो बुढी चलाउँदै गर पछि तेरो बुढी आएपछि फर्का पछि तेरो बुढी आएपछि फर्का बाख्राहरू बाँध्नुहोस् है फुपू ए ल ल यो साँडेलाई पनि ए सुन त भरे भात खान्छ यतै आइज है हुन्छ हुन्छ साँच्ची त्यो निमालाई पनि बोला है हस् टिम्बुका छोरा अनि बौनी भाउजू चाहिँ कताबाट भेट्नु भयो? ए भाग्यमा भएपछि डोकोमा दुध दुहे पनि अडिँदो रहेछ भाइ। चल झुटा गफ दिने दाइ डोकोमा दुध कसरी अडिन्छ? ले मुनि आरी थाप्नु पर्यो नि ज्याठ। ओहो शोभेन्द्र दाइ कहिले हो मलेसियाबाट? अस्तिको हप्ता आएको कि डेली डेली बिहानै उठेर यो सामान देखाउनु गाउँभरि डुल्छु नचाहिने के मुन्टो हल्लाएको हुन्छ त? भर्खर आउँदैछु सामान देख्दैछु के खालको मान्छे हो? नमस्ते तपाईँ त गाउँघरको जस्तो देखिनुहुन्न त पुरै विदेशी विदेशी देख्नुहुन्छ त गाउँले जस्तो देखेन देखिन नि कस्तो पुरै विदेशी विदेशी देखेको हौ एकछिन पखै लो यो साइको 5 घडी तिमीलाई थ्याङ्क यू ल लगाऊ जाऊ समय राम्रो हुन्छ। ल ठिक छ विदेशी पो भने त ल शोभेन्द्र कान्छा घर जाने बाटो कता हो? 3 वर्ष मलेसिया बसे भन्दैन आफ्नो बुढीलाई पनि चिन्न छोड्यो आफ्नो घर पनि देख्न छोड्यो मेरो पछि पछि आऊ मायाले संसार थाम्दैन आफ्नै नामको जग्गा पो रहेछ त। तपाईहरु कस्तो हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ भनेको? तपाईहरु अहिले कसरी बसिरहनु भएको छ कस्तो छ भनेर सोधेको के? हेर न मलाई जहिले गुड मर्निङ पठाउँछ हेर कति माया गर्छ हाम्रो थाहा छैन त्यसले किन गुड मर्निङ भनेर तिमीलाई गुड नाइट भन्छ एक दिन त्यही भएर हो त्यो एउटा के साम्यौ न बाबा प्लिज गो बाबा तर केटीहरुलाई त त्यो अटेन्सन चाहिन्छ नि चाहिँ त्यही त गलत छ त तिमीहरू ब्याट्रीहरू तिम्रो ब्याट्रीहरू वारी जमुना पारी जमुना बाउआमा त्यति सोझो थिए छोरो निस्कियो यस्तो नमुना मास्टर डिग्री को सम्मान हो यो बुझिस कतिमा किनिस मास्टर डिग्री
सोच त किन्न पनि पाइन्छ र ऊ बेला तैँले पनि चिट झर्न जाने कि भए अहिले मसँगै सम्मान खाने थिइस् तैँले चाहिँ सामान खाएर अब के नाप्ने भइस र अब मैले त जस्तो अनपढसँग नापजाप गर्न मिल्दैन इमोसनल ड्यामेज तपाईँले चस्मा लगाएर यता हेऱ्यो भने यता अलिकति फाइदा लिनुहुन्छ जस्तो लाग्यो होइन मैले फाइदा नहेर्नुपर्ने मान्छेहरूलाई तपाईँ जस्तो फाइदा लिनुपर्ने व्यक्ति हुनुहुन्न गजब बेइज्जती जानु भनेर हिँडेथिस् त मेरो मायाले फर्किस् फर्किन त मायाले फर्केको तर अर्कीको त्यो नयाँ मास्टरले ताकिहाल्यो नि तैँले अब कता बोक्सी नै रहेछस् कतै थाहा पाइस् मम्मी त मुर्दाले जति पढे पनि जानेको त्यही दुईटा कुरा त छ एउटा काम मिठो रक्सी पाउँछ एउटा कार राम्री केटी भेट्छ जिङ्गे मुर्दा मैले अन्डा र दही लगाइदिएको छु अब तपाईँको कपाल बाक्लो चम्किलो र बलियो हुन्छ ल तपाईँको उमेर अब 2 वर्ष घट्ने भयो एक पटक मेहन्दी लाउँदा 2 वर्ष उमेर घट्छ भनेपछि 14 पटक लायो भने म त आमाको पेटमै पुग्ने रहेछु नि नत्र मेरो बेइज्जतै हुन्थ्यो तेरो इज्जत छ र गजब बेइज्जती हक दिया तपाईँको इज्जत गाउँमा मात्रै छ मेरो इज्जत माथिसम्म छ मेरो टार्गेट भनेको सांसद मन्त्री बन्ने हो बुद्धि चाहियो नि सांसद मन्त्री हुनलाई बुद्धिजीवी हुनलाई बुद्धि चाहिन्छ सांसद मन्त्री बन्नलाई किन चाहियो बुद्धि 7 करोड माग्न आएको के माग्न आए छोरी के भन्छ छोरी कसको तिम्रो क्या तेरिका मलाई मन्त्री नभन क्या मलाई मन्त्री सन्त्री भनेको मन पर्दैन क्या तेरिका के को मन्त्री हो क्या मन्त्री भनेको टेम्पोररी हुन्छ क्या बरु मलाई दाई भन त्यो ठिक छ यो मन्त्री सन्त्री चाहिँ नभन जहाँसम्म बाटो मिल्छ म छोडिदिन्छु नि हुन्न इफ यु डोन्ट माइन्ड हामी 2 जना हौं उहाँ त बसमा आइहाल्नुहुन्छ नि को छ र त्यस्तो यही सुविधारको छोरी छोरीले छ त मलाई त टेरेन तँ आउँछे औँसी भएर के भयो अनुहार त पुर्णेको जस्तो झललल बाउहरू राक्षस जस्तो छोरीहरू हान्ने भएपछि जस्तो पछाडिपट्टि बसिरहेको छ कुरो नगरौँ हो भर्खर आइपुगेको मैले यो गाउँ छोड्नु कारण नै त्यही हो त्यसले चिजको नयाँ जस्तो निचिक्क धारा देखेर बाटो काट्यो फेरि त्यसले बाटो काटेपछि एउटा काम नभन्ने मेरो यो फस गया सीएम भेट्ने भयो अब खत्म बाय बाय टाटा बाई बाई गुड बाय गया ओइ धुन्दुगाडी अघि के भनिस् फेरि भन त जाँड खाएको कुरो बिर्स्यो अहिले हेर्ने हुन्थ्यो पहिला जाँदा अच्छा आई लभ यू तेरा बाउ आई लभ यू तेरा बाउ आई लभ यू तेरा बाउ मेरो कुरा सुन सम्झने मैले तँलाई मन पराइसके र तेरो बाउले पनि मलाई मन पराइसक्यो त्यसै मेरा बाउसँगै बिहे गर्न त ए मलाई त लाज लाग्छ हौ म त बसमा हिँड्ने मान्छे हो टोलको हिँड्ने मान्छे पैदल हिँड्ने मान्छे हो अब त्यसरी सिङ्खम भएर हिँड्दाखेरि त फेरि लाज लाग्छ मलाई म त हुँदैन खेर पनि राम्री भर्खरको देख्दा जति पनि चढिरहनु के चढ्नु हामी चाहिँ के माछालाई चढ्नु के आलु खोज्न आएको भाइरल हो है त्यो खेल्न आएको
फेरि यता ठोकेर गएर जान्छ यो बुढो मान्छे न मलाई चाहिँ फेरि घिन लागिजान्छ चढेको कहाँ सकिन्छ उठेन यसो जान्छ सुप्लाका भन्दैछु म सुप्लाका भन्दैछु अरे दाखा एकै खेतमा फेरि गरेर मलाई पड्काउनु नपर्दैन फेरि यस्तो भयो चाहिँ कसरी बस्नु सर भन्नु आफैसँग हुन्छ पत्रकारै मुर्दा भयो। यो कामका 2-4 जना मुन्छेलाई त्यसरी नै गोर्खेलौरी हालेर तिनैका आँगना पल्टाउन मन छ मलाई। मलाई त होइन नि त ल तिमी त मेरा मुन्छे हो के रे नि किन त्यसो गर्थे त चाहिँ मेरो मुन्छे परिस् क्या रे मलाई त हाल्दैन सला गोर्खेलौरी हाल्दिन नडरा त्यसो भए म मात्रै बाँकी भए त टुल्के गोर्खेलौरी हाल्न पर्ने मुन्छेका लिस्ट नम्बर 1 कहाँ छस् त